guys, what's up? Welcome back to our vlog. Rider in Adelaide. हात पो देखिन्छ त हो रनमा देखिन्छ। अब हामी चाहिँ पाल्पा जान लाग्यो 81 के त 81 हो त्यत्रो प्लान बनाएर। अब अहिले चाहिँ आवाज राम्ररी नआउला, चार्ज पनि छैन धेरै फोनमा। हामी अहिले एकछिनमा भेट्छौँ। अहिले चाहिँ हामी भर्खर घरबाट हिँडिसक्यौँ। अब म अहिले बुटल गएपछि भेट्छु गाइस तपाईहरुलाई। हावाले गर्दा आवाज नआउला। केटाहरु पछि छन् आई थिंक दुईटा एफजेड अनि एउटा स्कुटी हो नि गाइस अहिले भेटौँ ल है त। सब गाइस हामी त्यहाँ पुग्यौँ भन ए सरी अलि यो पुल हुने उयो तर अलि यो भन्दा अलि अगाडि। ओ नाइस यार केटीले बुलेट चलाएको आन्टीले सरी द्याट इज गुड फर आवर हेल्थ। अहिले ट्याक्कर ठाउँ ठाउँको गराउँछु नि ल। अब यहाँबाट सिधै बुटल पुगेको गराउँछु, त्यसपछि सिधै पाल्पाको गराउँछु अनि भेटौँ है त यहाँ ल। बुटल पुगिसक्यौँ जस्ट नाउ। यस्तै हो बुटल पनि पुगिसक्यौँ बुटल। अब त्यो कतिखेर पाल्पा अब 10 मिनटमा पाल्पा चिनी रोडमा पुगिन्छ हामी। 1 मिनटमा अघिदेखि हरि ब्लग चलान् यो भ्लग हेर्ने पनि हरिको र यस्तै छ गाइस। चार्ज नि कम हो अहिले सिधै त्यहाँ उहाँको डाँडामा त्यहाँको डाँडामा पुगेपछि यो हो न कोही भ्लगर दियोस् पनि यो दुधवाला साईको होस् त। यसरी चलाउनु हुन्न है। कति रफ लिएर हिँड्ने स्प्लेन्डर शान्तै बुलेट चलायो यत्रो त्यो भएन है। यदि त कान्छाको निशान छैन होला हेर्न यो ब्रस फकिट दिस। ओ भाइ के छ ठिक छ नि? ठिक छ अरे त भाइ एकदम बेटर 100 भाइ। हामी चाहिँ सोलो यहाँ जताबाट पनि गाडी आउँछ। हामी एक बुटल छिरिसक्यौँ। आज बन्द हुन्छ बुटल, बजारहरू बन्द हुन्छ आज सबै बन्द छ यता युटर्न लिँदै। लगाइ हामी अहिले भेट्छौँ है त पाल्पा चिनी रोड आइसकेपछि लगाइ लगाए जस्तो। हामी चाहिँ अहिले पाल्पा सिम पुगिसक्यौँ। यहाँ चाहिँ यस्तै छ। यहाँ चाहिँ हामी चिसो खाना यस्तो रोकेको। अब सिद्धा यहाँबाट धेरै टाढा त छैन यत्नै हो। मोबाइलमा ब्याट्री पनि छैन त्यही भएर मैले भ्लग नगरेको आज खास। दोकान छ मैले क्या हो यस्तै एडजस्ट गरिदिनु ल साथीभाइहरू के गर्नुहुन्छ। दामी हो त सही हो नि है। लकेट अब एकछिनमा भेट्नुपर्छ है। अलि चिसो आएर भइसकेपछि ल साह्रो भेटिसकेँ। सङ्गममै भर्खर आएँ। बाले के भन्दैछन्? हामी घुम्न हिँडेको हामी झन् बेरोजगार हो। के चाहियो? साउनीलाई भन्नु हटाउनु भाइ आफू पैसा खाना यिनीहरू जो खाना अरबी खाना अरबी ल्याउन खान यस्तो मलाई आफैले गाडीमा Oh, hello. What's up? Hi guys. Are you excited? No, little bit. Jota Maya उतैछ नजर. Why so handsome nowadays you? What you are eating? Oh man? What are eating? Not what you are throwing just now. But I don't know the water. गाइस अहिले भेट्छौँ बाले यहाँ चाट्यौँ। हामी चाहिँ अहिले पाल्पा सिद्धबाबा कटिसक्यौँ होइन। हो क्या अरे रोड चाहिँ अब बल्ल राम्रो रोड छ। अघि नै एकदम धुलो बाटो थियो। अहिले अघि नै बाइकमा अहिले स्कुटीमा
छ है साथीभाइहरू। अहिले चाहिँ चिसो मम्मीले मलाई के अरे विन्ड चिटर लगाएर जा भनेको सही भन्नुभएछ यार। ओके नाइके मम्मीले भनेको सही भन्नुभएछ कि मम्मी भेरी इन्टेलिजेन्ट। मैले लाउन्न भनेर म हिरोपन्थी झान्छु भनिरहेको थिएँ तर फेरि नराम्रो बाटो आयो यार। के हो यार वाट इज दिस? केपिओले बन्दुकको गोली ओए कहाँ हालेको? वेयर फुटेज यस्तै है बाटो चाहिँ धत छ एकदम। भ्यू पनि के देखाउने हो बाटो यस्तै छ त। ल केटा ए कता ए दाइ अति त बाटो झन्डै लोटिसकेको चाटो उता बङ्गिसकेको यार मेरो। ल फेरि राम्रो बाटो पाइसक्यो। बर्चुन हो कि बर्चुन आयो लगाए 28 किलोमिटर हरे के हो त्यो। ल यसो सिनेमेटिक हेर्नुहोस्। को सिनेमेटिक क्या हो बोलाउने यस्तै भयो क्या तल लगाइ जहिले भेटौँ न। जाम भएर हामी रोकिरहेको अवस्था साथीभाइहरू। नवीन पनि थिए हरि धुलो धुलो भइयो यार। अगाडि खै के को जाम हरे पछाडि जस्तो सनलाइटको जाम यो बुढा त खुसी भयो होला पहिरो माया म पनि कर के अरे उयो आनिदिन्छु कट। ल केटा हो अब हामी कहाँ गएर स्टप हान्दिँदै जोरदारा अब हामी जोरदारा गएपछि भेटौँला है। हामी कहाँ चढ्चरे भन्दा चढ्चरे भन्दा अलि अगाडि बटुक खाने ठाउँमा पुगिसक्यौँ। यहाँ सङ्गम भाइ हेलो। यहाँ हाम्रो विवेक दाई केटाहरू त बुटल खान चाहिँ यस्तै साथीभाइ। थोदै हेर्नु त साथीभाइहरू हामी चाहिँ यहाँ बटुक कस्तो भाइ आफै किन खाएको हेर्नु अन्तकाली। यहाँ पकौडा चटनी बटुक बचाउने यार बटुक। तिनीहरू त केटा तिनीहरू आउन बित्तिकै गइहाल्ने हो। केही नभएको नि टान्सन पुग्न लाग्छ कति बटुकै पुग्न 10 किलोमिटर 8 घन्टा लाग्छ टान्सन पुग्ने यहाँबाट जम्मा 35 मिनट। ल केटा चार्ज नै छैन अहिले मेरो लाइन नै छैन अरे अहिले भेट्छौँ है त बाई। हामी अहिले टन्न भयो भोजन सोजन हान्ने होइन। नमस्ते है नमस्ते सबैजनालाई। हामी चाहिँ अब भोजन गरेर अब मुत्यो चाहिँ सर र जाने कुरो हो होइन। यिनीहरूलाई देखाइदिउँ न बिचारा देखेको दाइ कतिको रमाइलो भयो दाइ। हमारे फिलिङ मिठो अनि चटपटे चटपटे अरे यार यो तैँले मलाई कति दिथिस्? 3000 3 हो न त्यही त ल हिँडौँ 200 त कति दिस्? सबैको दिए 3 दाइ छ के हो 2 तिनको त चेक काट न अनलाइन न अफलाइन हाम्रो त 3 तैँले 3 दिस् तैँले 3 मेरो 3 छ है तेरो क्युआर हो होइन मेरो अझै पैसा आएन मेरो हाल्नु भोलि बिहान
तेल हालिसक्यो तेल भयो न 50 रुपियाँ दिन तेललाई फुल भयो थियो के 450 मै ए जामे अझै एक खुट्टी नि घटे छैन ल भाइ हामी चल्छौँ घट्न चाहिँ घटेछ दाइ यहाँ नदेखाएको एकैचोटि घट्छ कि दुईटा 7,000 उठाउने हो भोलि ल केटाहरू अब हामी चल्दैको तिमी लास्ट टाइम आयो क्या मैले त किराना पसल खोज्छु क्या बाटैमा रोके है जहाँ रोके नि ल सिप्पी किनेर रेडी गर एउटा सिप्पी खाइदिनु एकैचोटि अब हामी चल्दै लाग्यो ल अहिले भेटौँला है ल नमस्ते गाइज व्हाट्सअप गाइज अब हामी सिधै तानसेन गएर रोक्ने कुरा भइसकेको छ ओ हर्न हानेको हाने हर्न ओ दाइहरू यहाँ जस्तै छ है बाटो रणमतीको छोरी नवीन दाइ इज राइडर and we are lower we are passenger right केटाहरु ध्यान पछाडी ओहो यस्तै छ है साथीभाइहरू ओहो त्यो दुईटाले गर्दाखेरि हामी यत्रो बेर कुरे गर्न पर्यो बल्ल भेट्टे खान्रे कताबाट आउने रिजन र उसले गर्दाखेरि हामी ट्याक्क यहाँ रानी मल यहाँबाट तल गएपछि चाहिँ रानी मल आउँछ है साथीभाइहरू रानी मल आउन भन भाइ ल अहिले रानी मल पुगेपछि भेटौँ ल चार्ज नि छैन मेरोमा रानी मल पुगेर भएन क्या रानी मल पुगेर चार्ज गरेपछि बल्ल भेटौँ ल त गाइज ल बाई हेलो गाइज सब अब हामी चाहिँ रानी मल पुगिसक्यौँ अघि न मेरोमा चार्ज नभएर भ्लग गराउन पाएन होइन अब चाहिँ हामी पुगिसक्यौँ रानी मल हल्का देखाउँछु है म ठाउँ त कहाँ हो म ठाउँ तपाईँलाई देखाउँछु लुक इट अप है यस्तो छ केटाहरू नाचिरहेको छ यहाँ है ओए के छ दाइ सटिन दाइ फाइन ठिक छ नि होइन अल गुड यहाँ गाना बजिरह गाइस हाम्रो चाहिँ यहाँ चाहिँ रानी मल छ होइन हामी चाहिँ जस्ट नाउ आएर नास्ता खाएर बसेको उहाँ चाहिँ मान्छेहरू जाँदै हुनुहुन्छ यहाँ चाहिँ हाम्रो रिजन छ नमस्ते साथीभाइहरू मेरो नाम रिजन खना फेरि भ्लगमा अपडेट हुन्छ है ए ठिक छ केही छैन बाले मेरो नाम रिजन खना ल म कक्षा 11 मा पढ्छु हामी कतै भएर पुग्यौँ होइन हामी 10:30 बजे पुगेको अहिले 11 बजे छ एकदम रमाइलो भइरहेछ यहाँ रानी मल हजुरहरू आउनु मन छ भने आउनुहोस् आउने मन छैन नआइ सरी केटा साथीहरू आउने मन छैन नआउनु हामीलाई बाह्रै फरेर रमाइलो हुन्छ आएपार रमाइलो आएपार हो न आएपार रमाइलो छ टन खान पाइन्छ इन्ट्रेस्टिङ ल दाइ सिधा आइस हाउ आर यु फिलिङ फ्यान्टास्टिक नवीन दाइ हेलो ब्रो छोडिदिनु न एकचोटि यहाँ अपडेट हान्ने भ्लग हो कि हाउ आर यु I am good. Yes, you are feeling interesting. Yes. Yes, what are you doing here now? I am now Say something. cooking. Yes. Good. Okay. Guys, म चाहिँ एकछिनमा बोल्छु है यस्तै छ हाम्रो रानी मल चाहिँ होइन अब अहिले त हामी जस्ट आगो अनि मासु पकाउनु थालेको यहाँ अब हामी एकछिनमा बोल्छौँ गाइज म चाहिँ अहिले एकछिनमा भेट्छु है तपाईँहरूलाई ल गाइज बाई हेलो गाइज सब अब चाहिँ हाम्रो सुत्ने बेला भइसकेको छ कस्तो देखिहाल्यो होला अब यो चाहिँ हाम्रो टेन्ट भयो होइन अनि यहाँ चाहिँ नवीन दाइ र म सुत्ने भयौँ यहाँ चाहिँ हाम्रो विवेक दाइ र को सुत्ने मधु दाइ होइन
विवेक दाई हाई गरिदिनु यता यहाँ विवेक दाई छन् हाम्रो चाहिँ यहाँ चाहिँ सङ्गम भाइ सब गुड नाइट भाइ गुड नाइट ल राम्रो सुत है रिजन सुतिसके रिजन र सङ्गम भाइ यहाँ मधु दाई र विवेक दाई यहाँ नवीन दाई र म दाई यहाँ अनि यस्तै छ केटा हो हाम्रो त्यहाँ चाहिँ त्यहाँ चाहिँ रानी मल छ होइन त्यो चाहिँ अब अहिले चाहिँ देखाउनु त्यस्तै हो रातिमा यस्तै छ हेर्नु होला तपाईँहरूले अब त्यो चाहिँ भोलि बिहान हामीले देखाउँला यहाँ चाहिँ के रिसोर्ट के हो कि यसको मिनिङ चाहिँ म भोलि बिहान भन्छु होइन आफ्टर फ्रेस हामी चाहिँ अब सुत्न आँटेको गाइस एकछिनमा के अब म सुत्न आँटेको नवीन दाई टोइलेट गयौँ नवीन दाई टोइलेट गएर आइसकेपछि हामी चाहिँ सुत्छौँ मोबाइल चार्ज भने दिनभरि अब चाहिँ आज चार्ज गरेर हिँड्छ म तल चाहिँ गीत बजाहन यतातिर यहाँ गीत बजाहन यहाँ रानी महल राजाले बनाइदिएको महल रानीको लागि सो द्याट इज कल रानी महल होइन यस्तो चाहिँ केटा हो ल अब आजको लागि चाहिँ यति नै धेरै भ्लग नि गर्न पाइएन आज किनकि आज फोनमा चार्ज पनि थिएन मेरो अलि लाइट मारेर बोलाउँ न है गोरो देखिन्छ मेरो फोनमा चार्ज पनि थिएन आज खासै अनि त्यसपछि ट्याक्क ठाउँको मात्र क्लिप्स गराऊ गएको भ्लग चाहिँ हाम्रो थोरै आउन सक्छ अनि फेरि फर्केको भ्लग चाहिँ धेरै हुन्छ किनकि म फर्किने बेला चाहिँ भ्लग चार्ज गरेर सुत्ने हो दाइ ल यता हेर्नु गुड नाइट पानी लिएर आउनु भयो उसको बेसिनको मुकुला गर्न दाइ मुकुला गर्नु हो दाइ यो पानी हाम्रोमा मजा चाहिँ यस्तो छ के लगाइस डेक चाहिँ यत्रै हो मेरो चार्जर चाहिँ भित्र राखिसकेको छु मैले भर्खर बारबिक्यो भनेर बसिसकेको छौँ त्यस्तै हो गाइस ल अब चाहिँ हामी सुत्छौँ अब सिधै भोलि बिहान भेटौँला यो भ्लग चाहिँ जाने भ्लगको मात्र हुन्छ फर्किने भ्लगको चाहिँ फेरि आउन सक्छ होइन आउन सक्छ होइन आउँछ पनि भोलि चाहिँ अलि लामो भ्लग हुन्छ आज चाहिँ जे सानो भयो केही छैन त्यसको लागि भोलि चाहिँ लामो भ्लग हुन्छ अरू चाहिँ त्यस्तै हो गाइज ल बाई गुड नाइट सबैलाई जे भन्छ रमाइलो भइरहेको छ ल बाई पिस आउट